तपाईँको फुल भिडियो निकाल्दिउँ। खै भाइ बोल्नु न यस्तोमा के गरी बोल्नु त? यो दिवालीको प्रसाद पकाइँदैछ, स्पेसल हैन, स्पेसल बोकाको। त्यही पनि ठिकै छ। ठिकै दाइ तिर नहाल्नु धेरै। ल हाम्रो एकदमै स्पेसलिस्ट सेफ हजुर हजुर हुन्छ हुन्छ नाना हुन्छ एकदम। तपाईको भिडियो पनि पर्छ। स्पेसल कन्टेन्ट हुन्छ यो चाहिँ। चलाउनु नि त्यत्रो ह्यान्डल छ नि। मलाई अलि ह्यान्डल अलि होस् हो क्या यो। माथि हेर न हात टुप्पैमा छ। ल हाम्रो सेफ हाम्रो दाइ यति खर्चले के पिरो हुन्छ त? अब मलाई बोल्नै आउँदैन के चाहिँ बोल्नु त। ल हाम्रो दाइको चाहिँ एङ्गल चाहिँ नहोस्। च्यानललाई चाहिँ एकदम सब्सक्राइब लाइक बटन हानेर चाहिँ भाइरल गरिदिनु होला। यतै होला नि म कहाँ आइसम्म यहीँ थियो। तपाईँ बाफले अलिक केही मजाले देखिएन कि स्पेसल चाहिँ अलिकति टक्क जुम गरेर छियो नि त। दाइ केही बोल्नुहुन्छ कि के? हामीले यसरी बनाउँदैछौँ भन्न। त्यही त हाम्रो कुल पूजा आज र आजको हाम्रो पाहुनाहरूको लागि चाहिँ स्पेसल प्रसाद पाक्दै। बाबा खै जानु न, यहाँ भिडियो देखाइदिनु अरे क्या, देखाइदिनु अरे सबैतिर दिवाली प्रसाद खाने भन्दै, दिवालीको के प्रसाद खाँदै भन्दै, प्रसाद बनाउँदै गाइस पनि भन्नु न त, भन्नुहुन्न। कति सेकेन्डको? सबैतिर मान्छे सबै आउनु क्या। खोइ मान्छेको उयो त्यसरी सबैतिर यसरी बनाउँदै ब्लग जस्तै भइहाल्यो। हजुर यो त हाम्रो मम्मी हो गाइस। त कुर्ताले सम्झाउनु न, यहाँ भरे युट्युबमा आउँछ। फोटो खिचे होइन कि त भिडियो बनाएको, भरे युट्युबमा आउँछ। यहाँ तपाईँलाई के थाहा? यो त हारे मान्छे त मासु खाँदैन, डिउ खाइरहेको छ।